क्या अब म जस्तै लु सानो नानी वहाँ जन्मे म जस्तै क्या मार्दैन जन्मिने बित्तिकै घाँटी न्याक्दैन आमा बाउले घाँटी न्याक्दिन्छ यो अनुहारमा म जन्मिने हो भने दाइ हजुरको नेट स्लो हो कि मेरो हो तेरो हो भाइ युना किसन मेरो भाइ तेरो तेरो त्यही भएर त्यो नेचरले गरेको क्या त्यो हेर न क्याटहरू पनि जन्मिँदा सानो बिरालो कुकुरहरू जन्मिने सानो हेर्दै ए बच्चा त्यो त यार भन्ने हुन्छ क्या अब ठुलो भएपछि त्यही कुकुर हेर्दै कस्तो रन्डेको मान देखिन्छ माछिक्ने भुक्चे राँडेको मान भने जस्तो लाग्छ हो त्यो नेचरले नै त्यही गराएको हो क्या भाइ किनकि नानी नै मर्यो भने को हुर्किने त पृथ्वीमा अनि बरु मान्छेले मान्छे मारे पनि बरु ठुलोलाई मारोस् यिनीहरूको दिमाग त्यसरी बनाइदिउँ तर नानीलाई चाहिँ छोडिदियोस् भनेर त्यही भएर वारहरूमा पनि कतिमा नानीलाई छोडिदिन्छ क्या भाइ हो कति ठाउँ मार्छ कति ठाउँ मार्छ हो तर धेरै छ क्या त्यो बुझिनस् कस्तो कस्तो मान्छेले पनि होइन नानीलाई चाहिँ नगर त्यसले 100जना मान्छेहरू गुन्डा मारेको तर बच्चाहरू होइन बच्चालाई केही नगर भनेर भन्छ क्या भाइ किनकि त्यो त्यो नेचरले नै बनाएको त्यस्तै हो क्या जस्तो हामीप्रति रिस त्यस्तै बच्चाप्रति पनि रिस राख्ने हुन्छ नि दुनियाँ सकेन भाइ दुनियाँ सक्यो को हुर्किने नानीहरू नै मारिदिन थाल्यो हुँदैन क्या भाइ त्यही भएर यो नानी जेसुकै होस् जुनसुकै जनावरमा जेमा होस् के बिरालोको हेर कुन ठाउँमा हो बच्चाहरू मार्छ हो कुन ठाउँमा नभए बिरालोले आफ्नो त्यो बाटोमा हिँड्दा एउटा बच्चा देख्यो भने त्यसलाई यहाँ गरेर फाइट गर्दैन क्या त्यसलाई थाहा छ क्या ए यो सानो फुच्चे यसलाई म सक्दिनँ भन्ने थाहा छ क्या कोही कोहीले मार्छ कोही हुन्छ तिनीहरूमा पनि हो अनि अर्को कुरा आफ्नो प्राणीले आफ्नै प्राणी खाँदैन क्या भाइ बुझिनस् मान्छेले मान्छे खाने हुँदैन अब छ कति त्यो पनि लायनलाई हन्ट गरेर खान्छु हुँदैन हात्तीलाई मारेर खान्छु हुँदैन कुकुरले म कुकुरलाई मार्छु अनि खान्छु हुँदैन मार्छ तर जान्छ तर खानाहरू अर्कै खान्छ क्या भाइ कि अति नै के हुनुपर्छ त्यसले त्यही खानलाई नभए त आफैले आफ्नो काइन्डलाई सकेर मारेन कस्तो डिप गइदिएँ नि म ओभर डिप गइदिएको